जनताहरू हो, तपाईहरु के भन्न चाहनुहुन्छ? हर्क सम्मान बौलाएकोमा जथाभावी स्ट्याटस लेखेको छ, चीनसम्मको कुरा गरेको छ। चीन सीमाको विवादको कुरामा सुदनरेउलाई चेतावनी दिएका छन् र भनेका छन् सोचेर सम्झेर बोल्नु, अन्यथा कानुनी कारबाहीको दायरामा ल्याउने छौ भने। यो गृहमन्त्रीजीको एकदम सही डिसिजन हो। हर्के पागल भइसकेछ। माटोमा भोट दिने संसारीवासीहरू पनि अहिले पस्ताएका होलान्, हर्के जस्ता राष्ट्रद्रोहीलाई किन भोट दिएको भनेर। यो त पुराना दलका पार्टीहरूभन्दा पनि गए गुज्रेको व्यक्ति रहेछ। एमालेको खुलेर समर्थन गर्दैछ। पैसाको लागि त यो यदि यो प्रधानमन्त्री भएको भए यसले त यो देश बेचिदिने रहेछ। चुनाव जितेर जति पनि आएका छन् नि, यी मध्ये सबैभन्दा बेकम्मा, निकम्मा, देशद्रोही, राष्ट्रघाती, जनताद्रोही, जेनजीको मर्म नबुझ्ने एक मात्र सभासद हो हर्के हवलदार। यसलाई त कानुनी दायरामा ल्याएर यसको सभासद पद पनि खोज्नुपर्ने जरुरी भइसकेछ। धराना मेयर छँदा भ्रष्टाचार गरेको होला, त्यसैलाई ढाकछोप गर्नलाई भनेर अन्य भ्रष्टाचारी पार्टीहरूको सपोर्ट गरिरहेको छ। जनता यसलाई बहिष्कार गरो, बहिष्कार। यसलाई बहिष्कार गरेन हो भने देशमा पछि ठुलो दुर्घटना हुने देखिएको छ। बालेन सरकार लगायत सम्पूर्ण मन्त्रीहरू जे जति कार्य गरिरहेका छन् त्यो सराहनीय योग्य छ। त्यसलाई हामीले साथ र सपोर्ट गरौँ। उनीहरूले जे गरिरहेका छन् देश र जनताको हितको लागि गरिरहेका छन्। धमाधम पक्राउ जुन परिरहेका छन् त्यो पनि देश र जनताको हितको लागि ध्यानमा राखेर गरेका छन्। यो सराहनीय काम हो। बालेन सरकारको खुलेर हामी सहयोग गरौँ, साथ दिउँ। सम्पूर्ण जनताहरूमा मेरो यही अपिल छ। जय नेपाल, जय राष्ट्र, जय बालेन सरकार।